हेलो नमस्ते फेरि पनि आएको छु। हाम्रो मामाले उहिले सानोमा गाउनु भएको बाजा मुरली होइन मामा? बाँसुरी। बाँसुरी को धुन गोठालोमा हाम्रो मामाहरू साना सानामा है बजाउने, उहाँहरू खेल्ने साथीभाइसँग, वस्तु बाख्रासँग चरनमा गर्ने समयको धुन हाम्रो मामा मेरो मेरो मामा ठुलो मामाले गाउनु हुँदै हुन्छ र हजुर सबैजनाले सुनिदिनु होला अनि लाइक पनि सब्सक्राइब पनि सबै थोक गरिदिनु होला हाम्रो मामाको धुन सुनेपछि है त भन्दै मामालाई धुन बजाउन ल हस् त यो भजन गीत रहेछ है र मामाले गाउनु भयो धेरै धेरै धन्यवाद। लामो गाउनु भयो मामा, साह्रो लामो लामो बुढानीहरू गाउनु बजाउनु हुँदो रहेछ पहिले भन्ने कुरो थाहा भयो। जमानामा त मामाहरू खतरा हुनुहुँदो रहेछ भन्ने कुरो थाहा भयो मलाई। हाम्रो मामाहरू र आमाहरू सबैजना है। अब हाम्रो पालीमा चाहिँ यस्तै यस्तै छ, के गर्नु है भन्दै अब कला, हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो यो सबै अब अलिक हराउँदै गइरहेछ र यसकै विषयले गर्दा र हाम्रो कला, हाम्रो यो धर्म के अरे कलाको हाम्रो यो बाजा गाजा सबै बजाउँ, अझै पनि नबिर्सौँ। हाम्रो रीतिथिति, हाम्रो सबै थोक बचाउँ। यो मुरली भनेको हाम्रो बाबुबाजेले बजाएको र सबैले बजाउँ, घर घरमै किनौँ, एक एकवटा बजाउँ है भन्ने म शुभकामना गर्दै अहिलेलाई बाई बाई गर्दै होइन बिदा गरौँ है। हस् त।